नमस्ते, म सुमन। यति बेला म चाहिँ मलेसियाको कोतराया स्थित यो ठाउँमा छु। तपाईँ देख्न सक्नुहुन्छ। म चाहिँ यो ठाउँमा आएको छु आज चाहिँ, हैन। यति बेला यो ठाउँमा चाहिँ एकदम बिजी छ क्या, बिजी रोडहरू एकदम बिजी छ। तपाईँ देख्न सक्नुहुन्छ गाडीहरू एकदम है लाइनसँग लागेर चाहिँ यहाँनिर बसिराखेका छन्। यति बेला चाहिँ यहाँनिर ट्राफिक लाइट रातो रहेको छ। त्यसो भएको कारणले गर्दा यहाँनिर चाहिँ यस्तो बिजी छ क्या, बिजी छ, रोड बिजी छ, हैन। अब म के गर्दैछु भन्दाखेरि चाहिँ हैन, यहाँबाट यस्तो जेब्रा क्रसिङ गरेर चाहिँ यतापट्टि जान्छु, हैन। अनि त्यसपछि यहाँनिर हाम्रो एकजना मित्रले भिडियो बनाउँदै हुनुहुन्छ। बनाउनुहोस् मित्र, भिडियो बनाउनुपर्छ। यस्तो बबाल ठाउँमा छु है। एकदम यो बिजी प्लेस पनि हो क्या है। यहाँ चाहिँ धेरै मान्छेहरू आउनुहुन्छ, सपिङ गर्नुहुन्छ, खाजा नास्ता खानुहुन्छ, के गर्नुहुन्छ है। यस्तो ठाउँ हो। यो ठाउँमा आज चाहिँ म यहाँ आएको छु। आउन पाउँदा एकदम खुसी पनि लागेको छ, आभारी पनि लागेको छ, हैन। सबै भएको छ। ल अब चाहिँ हामी छिट्टो करस जेब्रा क्रस। ल फाइनली हामी चाहिँ जेब्रा क्रस गरियो। यता चाहिँ गाडीहरू लाइनसँग लागेर बसिराखेका छन् भने हामी चाहिँ टक्क जेब्रा क्रसिङ गरिसकियो। ल यति बेला यहाँनिरको अवस्था चाहिँ यस्तो छ, हैन। मान्छेहरूको भिडभाड, हैन, गाडीहरूको लाइन यस्तो रहेको छ भने अब चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ यो बाटोबाट चाहिँ अगाडि जाँदैछु। भिडियो चाहिँ स्किप नगरी मजासँग हेर्नु होला। ल टक्क यति बेला यहाँको मौसम चाहिँ हल्का पानी परिराखेको छ, सिमसिम पानी, तर चिसो अनुभूति भइराखेको छ। ल गाडीहरू आएछन् त यार। यहाँ चाहिँ होटल रहेछ, रेस्टुरेन्ट। ल यहाँनिर चाहिँ के को आन्दोलन भइराखेको छ फेरि? के हो त यहाँनिर? के हो के भइराखेको छ हेर्नु त। ल हेर्नुहोस् के हो त, मान्छेहरूको एकदम चाइनिजहरू हुनुहुन्छ होला पक्कै पनि। उहाँहरू चाहिँ एकदम लामो लाइन छ, तपाईँ देख्न सक्नुहुन्छ। यहाँनिर गाडीहरू पनि उत्तिकै आइराखेका छन्। यहाँ बाटो क्रस गर्नलाई पनि अलिकति समस्या हुने भयो, हैन। हामीलाई चाहिँ यहाँनिर बाटो क्रस गर्न अलिकति समस्या भयो क्या, गाडीहरू आएको भयो। ल कसरी क्रस गर्ने यार यहाँनिर? ल एकछिन हामी यतापट्टि बाटो क्रस गरेर यतापट्टि आइयो। होइन यहाँनिर चाहिँ यस्तो दोकानहरू रहेछ, टक्क सानो सपहरू, होइन। ल यता चाइनिजहरूको सप हो क्या यो चाहिँ, होइन। पसलहरू दोकानहरू चाहिँ रेस्टुरेन्ट हो है। ल यतापट्टि चाहिँ पुरै यस्तो छ। ल चाहिँ नरिवल लगायत यहाँनिर डुरियान, नरिवल के छ यहाँ बेचिराख्नु भएको छ। म चाहिँ एकछिन यो गल्लीतिर छिर्छु है। यो गल्लीतिर के छ कस्तो छ टक्क छिर्न पर्यो। ल यहाँ चाहिँ जुत्ता चप्पल, यहाँ चाहिँ एकदम मिनी मार्केट भनौँ न। एकदम Brasileiro já assistia a
ल तपाईँ देख्न सक्नुहुन्छ यति बेला चाहिँ यो मिनी मार्केटमा चाहिँ एकदम धेरै भिडभाड बढिराखेको छ। ल यहाँ चाहिँ मान्छेहरूको भिडभाड अलि निकै बढ्दो क्रममा छ। ल मेसी ल तपाईँ देख्न सक्नुहुन्छ यति बेला यहाँको अवस्था चाहिँ यस्तो छ। ल हेर्नुहोस् उनको भिडभाड एकदम निकै बढिराखेको छ। चहल पहल पनि एकदम छ। ल तपाईँ देख्न सक्नुहुन्छ ल यहाँनिर पनि एउटा फुलको सप रहेछ। ल यहाँ चाहिँ यस्तो खालको फुलको सप रहेछ। ल यस्तो बवाल तरिकाले यहाँनिर चाहिँ गमला बनाएर राखिएको रहेछ। एकदम यो चाहिँ नेचुरल हो है। यो चाहिँ नेचुरल हो। यो चाहिँ नेचुरल हो। यो चाहिँ आर्टिफिसियल हो हैन। यो चाहिँ आर्टिफिसियल हो। ल यस्तो छ है यहाँनिर चाहिँ यो एकदम ल साथीभाइ त्यही हो मेरो भिडियो तपाईँलाई जस्तो लाग्यो हैन त्यस्तै सल्लाह सुझाव दिनु होला के अरे है। ल हवस् त धन्यवाद। सी यू नेक्स्ट भिडियोस।